कुनै पनि देशका लागि सायद सबैभन्दा गाह्रो कुरा के हो भने आफैलाई ऐनामा हेर्नु हो। हालै नेपाल सरकारले एउटा आर्थिक श्वेतपत्र जारी गरेको छ जुन देशको आर्थिक स्वास्थ्यको एक निर्मम आत्मनिदान जस्तै छ। आउनुहोस् सरकारकै शब्दमा देशको आर्थिक अवस्था कस्तो छ त्यसलाई गहिराईमा बुझौं। हो, अनि यो विश्लेषण कुनै बाहिरी अनुमानमा आधारित होइन है। यो सिधै नेपाल सरकारको अर्थ मन्त्रालयले जारी गरेको वैशाख 2083 को आर्थिक श्वेत पत्रबाट लिएको हो। यसको अर्थ हामीले हेर्न लागेका तथ्याङ्क र निष्कर्षहरू सरकारको आफ्नै आलोचनात्मक मूल्याङ्कन हुन्। यो प्रश्न सायद हामी सबैको मनमा छ हैन त? हामीसँग जलस्रोत छ, वनजङ्गल छ, पर्यटनको अपार सम्भावना छ, तर पनि देशले आर्थिक फड्को मार्न किन सकिरहेको छैन? सरकारको यो नयाँ श्वेत पत्रले यही जटिल प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छ। ल, अब सुरु गरौँ। कुनै पनि डाक्टरले रोग पत्ता लगाउनु अघि लक्षणहरू हेर्छन् नि? हो त्यस्तै यो श्वेतपत्रले पनि अर्थतन्त्रका केही प्रमुख सङ्केतहरूलाई केलाएको छ र यी अङ्कहरूले एउटा निकै चिन्ताजनक कथा भनिरहेका छन्। पहिलो नम्बर 4.2%। सुन्दा कस्तो लाग्छ? यो हो पछिल्लो 10 वर्षको हाम्रो औसत आर्थिक वृद्धि दर। छिमेकीहरू सरर 7-8%ले दौडिरहँदा हामी भने कछुवाको चालमा छौं। यसको सोझो अर्थ हो नयाँ अवसर, नयाँ रोजगारी र समग्र समृद्धिमा हामी पछि परिरहेका छौं। अब अर्को नम्बर हेरौं, 12.6%। यो त फेरि आधिकारिक बेरोजगारी दर मात्रै हो। वास्तविक संख्या यो भन्दा पनि धेरै हुन सक्छ। यसले के देखाउँछ भने हामीले आफ्नै देशमा युवाहरूका लागि पर्याप्त काम सिर्जना गर्न सकेका छैनौं। परिणाम, लाखौं प्रतिभाशाली युवाहरू आफ्नो भविष्य खोज्न विदेशिन बाध्य छन्। अनि यो हेर्नुस् त 43.8%। यो कुल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋणको अनुपात हो। एक दशक अघि जन्म 22.5% रहेको यो आँकडा अहिले झण्डै दोब्बर भएको छ। यसले देशको वित्तीय दायित्व कति तीव्र गतिमा बढिरहेको छ भन्ने प्रश्न देखाउँछ। र अब सायद सबैभन्दा उदेकलाग्दो तथ्याङ्क 64.1%। यसको मतलब के हो थाहा छ? विकासका लागि छुट्याइएको हरेक 100 रुपैयाँमा झण्डै 36 रुपैयाँ त खर्च नै नभएर त्यसै खेर जान्छ। मतलब सडक, पुल, अस्पताल बनाउने पैसा छ, तर त्यो पैसा सही ठाउँमा सही समयमा पुग्नै सकिरहेको छैन। ओके, अहिलेसम्म हामीले लक्षणहरू हेर्यौं, तर यी नम्बरहरू त रोगको बाहिरी रूप मात्र हुन्। अब श्वेत पत्रले औलियाएको रोगको जरो के हो त्यतातिर लागौं। समस्या अङ्कहरूमा मात्र होइन, पुरै प्रणालीमै रहेको देखिन्छ। श्वेत पत्रको यो लाइन निकै शक्तिशाली छ र यसले मूल समस्यालाई छर्लङ्ग पार्छ। सुन्दा अलि गाह्रो लाग्यो होला, तर यसले भन्न खोजेको कुरा एकदमै सरल छ। हाम्रो देशको प्रणालीले योग्यता र प्रतिस्पर्धालाई भन्दा पहुँच र सम्बन्धलाई बढी पुरस्कार दिइरहेको छ, र जब राजनीति सेवाको सट्टा लगानी बन्छ तब नीतिहरू जनताको हितमा भन्दा लगानी उठाउनेतर्फ केन्द्रित हुन्छन्। यो विकृत प्रोत्साहनले व्यवहारमा के गर्छ त? यसले यस्तो आर्थिक मोडल बनाउँछ जहाँ उद्यमीहरू नयाँ उत्पादन वा सेवामा लगानी गर्नुको सट्टा सरकारी लाइसेन्स, ठेक्का वा नियमनबाट छिटो नाफा कमाउनेतर्फ लाग्छन्। यसो हुँदा वास्तविक व्यवसायीहरू निरुत्साहित हुन्छन् र अर्थतन्त्र अनुत्पादक बन्छ। यो प्रणालीको असर हाम्रो अर्थतन्त्रको बनोटमा स्पष्ट देखिन्छ। हेर्नुस् त, सामान्यतया देशहरू कृषिबाट उद्योगमा जान्छन् अनि उद्योगबाट सेवा क्षेत्रमा। तर हामीले के गर्यौं? कृषिबाट सिधै सेवा क्षेत्रमा हाम फालेका छौं। बीचको औद्योगिक चरण लगभग छुटेको छ। यसलाई असमय विऔद्योगिकीकरण भनिन्छ। परिणाम, हामीले फ्याक्ट्री र उत्पादनमा आधारित लाखौं रोजगारी गुमायौं र हरेक सानो ठूलो कुरामा आयातमा निर्भर भयौं। ल, निदान त निकै निराशाजनक सुनियो, तर हरेस खानु पर्दैन, किनकि यही रिपोर्टले आशाको किरण पनि देखाएको छ। अब कुरा गरौँ हाम्रो देशको त्यो अपार शक्तिको, जुन अहिलेसम्म प्रयोग नै भएको छैन। सुरु गरौँ जलस्रोतबाट। हाम्रो क्षमता कति छ? 83,000 मेगावाट। तर हामीले उत्पादन कति गरेका छौं? जम्मा 4,105 मेगावाट। सोच्नुस् त, हामीले हाम्रो क्षमताको 5% पनि छोएका छैनौं। विकासको कति विशाल सम्भावना खेर गइरहेको छ। पानी जस्तै हाम्रो अर्को खजाना हो वन। देशको झण्डै आधा भाग जंगलले ढाकेको छ। हिसाबमा त यसबाट हामीले ठूलो आर्थिक लाभ लिन सक्छौं, तर वास्तविकता कस्तो छ त? अनि यहाँ छ अचम्मको कुरा। देशमा यत्रो जंगल छ, तर हामीले के गर्छौं? श्वेत पत्र अनुसार जम्मा 8 महिनामा
3 अर्ब 10 करोड रुपैयाँ भन्दा बढीको काठ र फर्निचर विदेशबाट किनेका छौं। आफ्नै स्रोत परिचालन गर्न नसक्ने यो कस्तो अवस्था हो? र कुरा यतिमै सकिँदैन। पर्यटन जसले गत वर्ष मात्रै 11 लाख भन्दा बढी पाहुना भित्र्यायो अझै विस्ताराउन सक्छ। हाम्रो भूमिमुनि फलाम र चुनढुङ्गाको विशाल भण्डार छ र यी सबैभन्दा माथि हाम्रो सबैभन्दा ठूलो शक्ति देशको युवा जनसङ्ख्या। सही अवसर र प्रणाली भएमा यही युवा शक्ति देश रूपान्तरणको इन्जिन बन्न सक्छ। ल, रोगको निदान भयो, लुकेका शक्तिहरू पनि थाहा भयो। अब यो श्वेतपत्रले उपचारको लागि के सिफारिस गरेको छ त? यो आर्थिक दुष्चक्रबाट बाहिर निस्कने बाटो के हो? समाधान एउटै शब्दमा छ, संरचनात्मक सुधार। यो सामान्य नीतिगत फेरबदल मात्र होइन, यसको अर्थ हो अर्थतन्त्र चल्ने खेलको नियम नै फेर्ने, ताकि पहुँचको सट्टा प्रतिस्पर्धाले र चाकडीको सट्टा नवीनताले प्राथमिकता पाओस्। यो संरचनात्मक सुधारलाई श्वेतपत्रले 4 मुख्य स्तम्भमा बाँडेको छ। पहिलो, वास्तविक प्रतिस्पर्धालाई बढावा दिने। दोस्रो, नवीनता र प्रविधिलाई अँगाल्ने। तेस्रो, अर्थतन्त्रको ध्यान रेन्ट सिकिङबाट हटाएर वास्तविक रोजगारी सृजनामा केन्द्रित गर्ने। र चौथो, लगानीका लागि अनुमान योग्य र नियममा आधारित वातावरण बनाउने। अन्ततः सरकारको आफ्नै श्वेतपत्रले समस्याको स्पष्ट निदान र समाधानको बाटो प्रस्तुत गरेको छ। प्रश्न यो होइन कि के गर्नुपर्छ, त्यो अब स्पष्ट छ। अबको मुख्य प्रश्न हो कि यो समृद्धिको निर्देशिकालाई कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति र संकल्प छ त? जवाफ भविष्यले नै दिनेछ।